नमस्कार सबैलाई नमस्कार नमस्कार। हाम्रो आज डाक्टर सुदीप कोइरालाको नेतृत्वमा बदेल फार्मको चाहिँ अवलोकन भ्रमण हुँदैछ। हाम्रो डाक्टर सुदीप सर हुनुहुन्छ। नमस्कार है डाक्टर सर। नमस्कार सबैलाई नमस्कार। बिहानीको शुभ बिहानी छ सबैलाई। आज तपाईहरु यो बदेल फार्ममा आउनु भएको छ, लाङकाङ बदेल फार्म। यसको प्रोप्राइटर चाहिँ हाम्रो नारायण सिंह लामा हुनुहुन्छ र म चाहिँ यहाँको टेक्निकल प्राविधिक साथै हो। तपाईहरु सबै फार्ममा जाँदै हुनुहुन्छ। हाम्रो रुबी भ्याली गाउँपालिकाको अगुवा कृषकहरू हुनुहुन्छ। ल सबैजनालाई स्वागत छ है साथीहरू र नमस्कार। सबभन्दा पहिला त यो बायोसेक्युरिटी कुरा आउँछ, जैविक। अब तपाईहरु यही बस्नु भएको र अब यहाँको पानीले चाहिँ अलिअलि गरी हातखुट्टा सफा भएको हुनाले तपाईलाई यहाँ आउनु यता आउनु हेर्दै गर्नुस्। यो चाहिँ आउनु अब यसको यो हेर्नु है, हेर्नु ल। यहाँबाट आएको बदेलको कुरा चाहिँ यही नुवाकोटको यो चाहिँ हुनसक्छ रसुवातिर पनि जङ्गलको हो। यो प्योर हो। यो लगभग भइसक्यो होला 2-3 वर्ष भयो होला। यो यहाँ यो भाले हो कि माउ हो सर? माउ हो। ए यो माउ रहेछ। माउ हो। यो रसुवाको लाङटाङको प्योर जङ्गली बदेल। ल यो चाहिँ प्योर जङ्गली बदेल। अब यहाँ चाहिँ लगभग उहाँ सर हुनुहुन्न, यहाँ सरलाई थाहा हुन्छ लगभग 60-65 ल अरू त्यसमा बच्चा पनि यहाँको मेन विशेषता भनेको चाहिँ हजुर यहाँबाट चाहिँ बच्चा उत्पादन गरेर हजुर हजुर वितरण गर्ने हो। हजुर यो हो। अब अहिलेको यो सुन्नु, तपाईँहरू चाहिँ यो यस्तो कुरा नि जान्नुपर्छ। यो नि बदेल हो, यसले एउटा बच्चा पार्छ र यसको चाहिँ अहिले यो छालाको रोग लागिरहेछ। यो गर्मी भएर मौसममा अलिकति हावापानी मिलिरहेको छैन है। यसको हेर्नुहोस्, यसको मुख बनावट हेर्नुहोस् एकदम। अनि यसमा यो नि माउ हो। यो माउ यसले नि बच्चा ज्यादा छ, अहिले पालेको छ। यो नि जङ्गली हो। हेर्नुहोस्, जङ्गली बदेल र ऊ बाहिरको हेर्दाखेरि फरक देखिन्छ। बच्चाहरू पनि भइरहेछ। यो चाहिँ बच्चा हुर्काएको हो सर? बच्चाहरू छ त्यहाँ। यो कति 4वटा बच्चा हुर्काएको? 4वटा बच्चा रहेछ। लगभग 1 महिना भयो होला, 1-1.5 महिना हुन लाग्यो। यो यो 1.5 महिनाको बच्चा हो। यो 1.5 महिनाको बच्चा। यो चाहिँ उहाँले यता के नाम भन्थ्यो, यो चाहिँ नुवाकोटतिरको हो। यो चाहिँ यो नुवाकोटको यता खाली रहेछ। यो खाली खोट रहेछ। यस्तो हामीले बच्चा पाएपछि चाहिँ यो त्यो बिचमा राखेको छ नि डन्डी। हजुर हजुर यस्तो डन्डी राख्नुपर्छ। किन भन्दा जब बच्चा पाएपछि त्यो ठुलो हुन्छ, हजुर थिच्छ, दुध खाँदा थिच्छ। अनि अरू बेला चाहिँ बस्दाखेरि पनि थिच्ने भएको हुनाले बच्चाहरू चाहिँ त्यहाँ गएपछि माउ चाहिँ छिर्नु पाएन, जान सक्दैन। त्यहाँ चाहिँ त्यो बच्चा हुर्काउने ठाउँ यो फ्यारोइङ भन्छ यसलाई। बत्ती राखिदिन्छ उज्यालो गर्ने। हजुर बच्चा पाउँछ। यहाँ अरू पनि पाएको छ माउ। यो भर्खर पाएको हो कि? भयो होला 2-4 दिन भयो। यो यहाँ सानो बच्चा रहेछ सर। यो यता हो सर। हामीले पहिला सुरुमा हजुर यो मात्रै खोर बनायो क्या। हजुर हजुर यो खोर बनायो हाम्रो एउटा। तपाईँले भनेको मैले अस्ति भने नि हजुर यो यति मात्रै खोर छ। भन्दा पहिला यो अहिले 4वटा खोर छ नि। हजुर हामीले सुरु बनाउँदा यो खोर मात्रै बनाएको। यो खोर बनाउँदा हामीले काठले बार्यौँ, अनि अर्कोले बार्यो, त्यसमा ब्लक हाल्यो, काठले हाल्यो। त्यो विभिन्न कुरा गर्दाखेरि चाहिँ हामीले त्यतिखेर बदेलमा के रहेछ बदेलको बारेमा भनेर हामी नबुझेको क्या। त्यो बेला हामीसँग बदेलको अनुसन्धान गर्ने के गर्ने भन्ने किसिमको कुरा थिएन। बदेल के हो भन्ने पनि हजुर हामीलाई थाहा थिएन। अनि हामीले त्यो गर्दाखेरि चाहिँ हामीले यहाँ राख्दाखेरि हामीले भाले पोथी चाहिँ हामीले 2 वर्ष 3 वर्षसम्म पनि बच्चा ब्याउन सक्ने पनि भएन। भाले पोथीसँग हाल्दा झगडा गर्ने के गर्ने यी सबै कुराले गर्दाखेरि हामीले के गर्यौँ भने हजुर अब यसरी गऱ्यो भने चाहिँ हुन्छ कि भन्ने एउटा हजुर सोचले हामीले यो यसरी बनायो क्या। यसरी यो यसरी बनाउँदाखेरि चाहिँ भालेमा के हुँदो रहेछ भन्दा यसरी राख्दाखेरि चाहिँ यसरी भाले राख्दाखेरि चाहिँ अनि भालेले यता पनि देख्ने उता पनि देख्ने, यो चारैतिर देख्दाखेरि मात्रै खुसी मान्दो रहेछ क्या। यो वरिपरि सबै देख्नु पर्यो। सबै देख्ने। अनि उताको माउ ल्याएर यहाँ हालिदियो भने पनि उसले माउ टोक्दैन, माउसँग झगडा गर्दैन, बाली लाग्ने सबै कुरा भनेकोले हामीले यहाँबाट सुरु गऱ्यौँ। हजुर होइन भाले त हामीसँग यो हो। हजुर हामी जब यसो कि यो यस्तो हुन्छ हेर्नुहोस् है। यो हामी आमा बाहेकको हुर्काएको बदेल हुन्छ नि। हजुर आमा नभइकन हामीसँग आफ्नो
हामीसँग सानो बच्चामा हुर्किएको हुन्छ नि सानो बच्चा हुर्किएको भनेको चाहिँ यस्तो हुन्छ क्या यो केही गर्यो भने यसलाई मसार्ने हामीले यो गर्ने यो हामीले चाहिँ यो जङ्गली मदन भनेको यति धेरै मिल्छ कि यहाँतिर हामी गएर घोडा चढेर बस्यो भने पनि आनन्दले बस्छ क्या यो भएर भाले भनेको चाहिँ यस्तो हुनुपर्छ मान्छेले यसो गर्दाखेरि केही नगरोस् अब यो चाहिँ झरिरहन्छ है यो चाहिँ अहिले यति लामो थियो अहिले झऱ्यो होइन त्यसको नाम दारे होइन दाराई चाहिँ यो हुन्छ अब यो चाहिँ भालेमा मात्रै हुन्छ यो लामो हुन्छ तर झरिरहन्छ है यो झरिरहन्छ यस्तो हुन्छ अनि ठुलो हुँदै गएपछि बनेलमा चाहिँ यस्तो हुन्छ क्या यो हेर्नु त यो रौँहरू यसरी माथि माथि फुल्छ नि यसरी फुल्छ हजुर हजुर यस्तो हुन्छ होइन अनि यो अहिले चाहिँ यो जेठ र असारकोमा चाहिँ रौँ पुरै झर्छ यति धेरै मिल्ने हुन्छ यसो नभइकन यो जङ्गली बनेलमा चाहिँ कहिले पनि भाले हामीले राख्न सक्दैन क्या यो ठुलो भाले चाहिँ कति वर्ष भयो यसको यो चाहिँ हामीसँग 7 वर्ष जति भयो होला 7 वर्ष यो 7 वर्षको जङ्गली 7 वर्ष भयो होला किनभने यो जङ्गलबाट ल्याएर आएको चिज भयो नि त यो त आमा उसले दुध खान पाएको छैन नि त हजुर हजुर हामीले आफैले हुर्काएको भयो नि त तर यो चाहिँ जङ्गलैबाट ल्याएको हो यो चाहिँ लाङटाङ राष्ट्रिय निकुञ्जको के अरे एरियाको बदल हो तर यो एकजना सुब्बा भन्ने एकजना बाहुनले हुर्काएको उसले हुर्काउँदाखेरि सानोमा चाहिँ उसले त्यति धेरै केयर गरेन छ यो चाहिँ हामीसँग हातमा आउन मान्दैन तर यो चाहिँ यो भाग्यो हामीले बाँधेर पनि ल्यायो यताउता गऱ्यो अहिले सबभन्दा बढी अझै आजको दिनसम्म अहिले कति पनि यो त त्योभन्दा चाहिँ 1.5 वर्ष अझै जेठो छ तर आजसम्म यो भाले चाहिँ अलि माउ लाग्नलाई चाहिँ यसको सबभन्दा बढी बच्चा चाहिँ यसको निकाल्छ क्या यसको निस्किन्छ सबभन्दा बढी यो चाहिँ जतिखेर पनि माउसँग लाग्ने हुन्छ क्या यो अलिक क्षुद्र चाहिँ अलिक क्षुद्र छ तर मान्छेसँग चाहिँ हप्काउनु खोज्छ तर मान्छेसँग त्यसो टोक्न खोज्ने त्यस्तो गर्दैन क्या यसको चाहिँ कति वर्ष भयो यो चाहिँ त्योभन्दा चाहिँ अलि 1.5 वर्ष जेठो हो हामीले यो डेट त थाहा हुँदैन नि अर्कासँग ब्याएर अर्कासँग हुर्किएर अर्का खोरमा यो चाहिँ हामीले जेठो हेरौँ न यही हुर्काएको हो क्या यो चाहिँ हामीले चितवनबाट ल्याएको माउ र अनि यहाँ यहीँको भालेको बिचमा चाहिँ यहाँ हाम्रो लोकल भालेको बिचमा क्रस ब्रिड गरेर निकालेको हाम्रो आफ्नै भाले हो कि हजुर यो चाहिँ हामीले क्रस ब्रिडमा निकालेको भाले हो यो हामीले चाहिँ उता के अरे त्यहाँको दाइलाई चाहियो भनेर हुर्काएको यो के भन्छ दमौलीको दाइलाई चाह्यो भनेर मानिसको दाइलाई चाह्यो भनेर हुर्काएको त्यो दाइलाई चाहिँ इनब्रिडिङ गरेको लाङटाङ राष्ट्रिय निकुञ्जकै बदल चाह्यो भने चाहिँ उहाँलाई चाहिँ हामीले त्यही ब्रिड नै पठायो हाम्रो हो यो चाहिँ 2टा प्रजाति हो क्या हिमाल लाङटाङ राष्ट्रिय निकुञ्जमा पाउने र तराईतिर पाउने बिचको क्रस हो यो ब्रिड हो यो माउ भयो होइन यो चाहिँ हामी दुई थरीको भयो क्या तर यो माउ चाहिँ लाङटाङ राष्ट्रिय निकुञ्जकै एरियाको चाहिँ एकदम प्योर ब्रिड हो यो चाहिँ माउ यो चाहिँ धुन्चे एरियाबाट लिएकै माउ हो क्या लाङटाङ राष्ट्रिय निकुञ्जबाट ल्याएको सिड एनिमलै हो क्या यो चाहिँ हजुर निकुञ्जै एरियाबाट लिएको हो अनि यो माउहरू चाहिँ हाम्रो आफ्नो हामीले आफूले बच्चा हुर्काएको माउहरू हो क्या यिनीहरू चाहिँ यिनीहरू चाहिँ अनि हामीले पहिला यो बनायौँ त्यसपछि यो खोर बनायो त्यहाँ यहाँ देख्ने गरी अनि त्यसपछि यो थप्यो यसो गरेपछि यताबाट भाग्न नपाओस् यहाँबाट यसो लखर्दै गर्दाखेरि खोरमा पसोस् यो हामीले यो धेरै किसिमको दिमाग लगायौँ क्या अब जङ्गली चिज हो कोही बेला के होला कसो होला अब यसको स्वभाव हामीलाई थाहा छैन अब अहिले त हामी 10-12 वर्ष भयो अहिले त हामी थाहा पायौँ है अब थाहा पायौँ अब बनेलमा हुने भने चाहिँ तपाईँले यता यसमा यो सबभन्दा गाह्रो कुरा चाहिँ त्यो हो यो कसरी कन्ट्रोल गर्ने भन्ने कुरा हुन्छ हामीले यसलाई यो चुन छर्किने होइन सरसफाइ गर्ने चुन छर्किने त्यही हामीसँग भएको त्यो भयो हामीले चाहिँ अहिले यसमा चाहिँ के चलाउँछौँ भने आजभोलि चाहिँ यो बच्चाहरूलाई चाहिँ हामीले अलिक छेर्दाखेरि चाहिँ त्यो मेट्रानिडाजोल भागै यो भेटनरी औषधिलाई चाहिँ त्यो ट्याब्लेटलाई अब यसलाई खुवाउन पनि हामी ट्याब्लेटै खुवाउनु सक्दैन पानीमा घोल्ने अनि त्यसपछि गएर यो इन्जेक्सन दिने त्यसले चाहिँ खुवाउने गर्छ क्या त्यसो गर्दा कहिलेकाहीँ सर्केर मर्छ त्यसमा 4वटा थियो एउटा सर्केर मरेको मैले खुवाउँदाखेरि सर्केर मरेको 4वटा समस्या यसमा पनि हुन्छ यो यति उमेरमा हुन्छ नि क्या यो डाइरियाको समस्या हुन्छ यो माउ चाहिँ हामीसँग यो माउ र त्यो उतापट्टि रहेको 2टा माउ चाहिँ हाम्रो सँगै हुर्किएको माउ हो यो 2टा छुट्टिँदाखेरि सँगै बस्छ यिनीहरू चाहिँ के अरे हाम्रो लोकल यहाँको लाङटाङ राष्ट्रिय निकुञ्ज र तराईबाट लिएर आएको हामीले भण्डारातिरबाट लिएर आएको ब्रिडको चाहिँ क्रस गराएर निकालेको माउ हो कि यो हाम्रो तराईको र पहाडको क्रस हो कि यो सर यो चाहिँ माउले बच्चालाई दुध खुवाउँदा यसरी सुतेरै खुवाउने हो सुतेर खुवाउने हो
सधैँ सुतेर खुवाउने यसरी नै यसरी सुतेर खुवाउने मजाले बच्चालाई भनेको धेरै माया गर्ने जात हो यो बच्चा हामीले ब्याउने बेलादेखि आजको दिनसम्म यही आइरन दिने बेलामा समात्ने डाइरिया कन्ट्रोल गर्नको लागि औषधि खुवाउने हो नत्र भने बच्चा त्यो हुने हुँदैन डाइरिया हुँदाखेरि यो अब यसो अलिक लुरे भयो नि हो यस्तै भएर अनि त्यसरी एनिमिया भएर मर्छ क्या बच्चा यहाँ एउटा यो बच्चा चाहिँ अलिक कमजोर भएको छ है अहिले औषधि भएर अलिक कन्ट्रोल चाहिँ बच्चा बिहान एउटा डाइरियाले मऱ्यो यो चाहिँ 2टा बच्चा हो एउटा चाहिँ डाइरियाले मऱ्यो है बदलमा हुने समस्या यही छालाको समस्या यही हो छालाको समस्या हाम्रो डाक्टर साहब यही हुनुहुन्छ हेरेर यसरी हो क्या तपाईँको यो हामीसँग यो चाहिँ यो ब्रिडहरू चाहिँ यो चाहिँ हामीसँग लाङटा राष्ट्रिय निकुञ्जकै ब्रिड भयो होइन यो दुइटै अनि यो चाहिँ इनब्रिडिङ बच्चा हो यो चाहिँ हाम्रो फिगुरीकोमा जन्मेको एउटै आमा एउटै बाउको बच्चा हो यो होइन यो बच्चा चाहिँ हामीसँग निस्केको बच्चा होइन यहाँ भक्त गुरुङ भन्नेले यहाँ चाहिँ पहिरेमा निकालेको यो ठुलो गाउँको पहिरेमा यो रसुवामा उत्तर गएको 2 नम्बर कि 3 नम्बर हो त्यहाँ निकालेको उसले एउटा बच्चा 2टा बच्चा ब्याएको एउटा बच्चा चाहिँ बेपत्ता भएछ यो एउटा भाले हुर्काएछ भाले र पोथी उसले पाल्न नसक्ने भएपछि उता बस्ने भएपछि मसँग पोथी र आमा र बच्चै पठाइदिएको बच्चा चाहिँ इनब्रिडिङ भएकोले अनि त्यतिखेरको बिचमा उसको राम्रो स्याहार नभएकोले बच्चा एकदम सानो थियो मैले यहाँ लिएर आएर अझै केयर गरिसकेँ होला मैले अहिले कम्ती भनेपछि मैले यो माघमा लिएर आएको भनेपछि त माघको अन्तिम ल्याएको भनेपछि त फागुन चैत वैशाख जेठ भनेपछि त मसँग लिएर आएर 4 महिना भयो 4 महिना हुँदाखेरि चाहिँ अलिकति इम्प्रुभ चाहिँ भएको छ तर इनब्रिडिङ भएपछि यस्तो हुन्छ क्या यो आमा र बाउ भएपछि अब यो बच्चा चाहिँ इनब्रिडिङ भएपछि यसको जे हुँदा नि यसको नस्ल चाहिँ 100% शुद्ध हो नि त यसको यहीँको नस्ल भएकोले यसलाई हामी सम्भवतः त्यो भयो भने अर्को यो चाहिँ अर्को वर्षको चाहिँ यसको राम्रो भयो यसको अवस्था राम्रो आयो भने हामी यसलाई चाहिँ बाली लाउनको लागि प्रयोग गर्छौँ क्या यो बाली लाउनको भाले प्रयोग गर्छौँ अनि यो चाहिँ इनब्रिडिङ बच्चा हो यो निकुञ्जको उतापट्टिको भाले पनि हाम्रो त्यहीको हजुर धुन्चेबाट लिएको यता आमा पनि धुन्चेबाट लिएको यो बच्चा हामीसँग 6वटा बच्चा थियो 4वटा बच्चा चाहिँ हामीले 2टा बच्चा अस्ति हिजो के अरे यता तावलमा 2टा बच्चा पठायो तावलमा एउटा बच्चा पठायो एउटा बच्चा रामेछाप पठायो भाले 2टा त्यो बाली लाउनको लागि इनब्रिडिङ चाहिँ राम्रो हुन्छ भाले भनेर भने अनि हामीले यो हुर्काएको यो बच्चा थियो यो चाहिँ हामी के गर्छौँ भने बाली लाउनको लागि निकाल्ने बच्चा चाहिँ हिमाली बँदेल चाह्यो लेकाली बँदेल चाह्यो भन्दाखेरि चाहिँ हामी इनब्रिडै गरेर बच्चा निकाल्छौँ त्यहीको भाले त्यहीको पोथी ल्याएर तर बच्चा हुर्काउन चाहिँ गाह्रो हुन्छ त्यो जति क्रस ब्रिडमा राम्रो हुन्छ नि इनब्रिडमा त्यति राम्रो चाहिँ सक्सेस हुँदैन त्यति राम्रो हुँदैन बच्चा चाहिँ यो बँदेलमा त्यो हो यो ब्रिडिङको कुरा र बँदेलमा चाहिँ अब ज्यानै माया मारेर लाउनुपर्छ लाउन चाहिँ आइरन राम्रोसँग लागेन भने बच्चाहरू राम्रो हुँदैन हजुर आइरनको चाहिँ है आइरनको इन्जेक्सन भन्ने चाहिँ आइरन हुन्छ आइरन चाहिँ हामीले त्यो नै प्रयोग गर्छौँ तर सानोमा प्रयोग गर्छौँ सानो अब हामीले बनाएको तेस्रो ब्लक अर्को ब्लक चाहिँ हाम्रो तल छ कि हजुर यो चाहिँ हामीले मासुको लागि बनाएको यो मासुको लागि बनाएको तर हामीसँग त्यो नभएर यो बेला चाहिँ हामीले यसलाई चाहिँ प्रदेश सरकारको पैसाले बनाएको हो यो 4वटा पाल्न सक्छौँ क्या मासुको लागि यो पाल्ने 4वटा पाल्न सक्छौँ क्या यसमा 4वटा 5वटा पाल्न सक्छौँ त्यसले गर्दाखेरि हजुर यो खोर चाहिँ हामीले मासुको लागि बनाएको यो चाहिँ के भयो भने बनाउने बेलामा हामीलाई चाहिँ जेठको 29 गते सम्झौता गरेर असारको 14 गते समाप्त गर्नुपर्छ सघाउनुपर्छ भनेर कामदार नपाउने अनि त्यतिखेर पानी परेर गाडी आउन नसक्ने यतिखेर त्यो बेला त यस्तो बेलातिर त पानी परेर यो हिँड्न नसक्ने अवस्था थियो क्या त्यो अवस्थामा हामीलाई जबरजस्ती बनाउनु लाग्यो त्यो एउटा उनीहरूको राजनीति होला राजनीतिक इस्यु होला होइन यो प्रदेश सरकारले बनाउने चाहिँ प्रदेश यो मा हो कि भाले हो यो माउ हो होइन यो माउहरू अहिले हामीले ब्रिडको लागि प्रयोग गर्ने माउहरू हजुर यिनीहरू हो होइन सबै त्यो गर्दा अनि यो समस्या हो क्या यसमा यो चाहिँ यो समस्या हो कि अब यसलाई हामीले लगाउन चाहिँ आयुर्वेदिक लगाउनु पर्ने हामीसँग कहिले के फुर्सद नहुने कहिले के हुने फेरि
3-4 जना मान्छे चाहिने। अब ब्याउने बेला भयो, ब्याउने बेलामा आइभरमेक्टिन नलाउ कि होइन, पछार्नु पर्ने के गर्नुपर्ने, त्यसो भएर हामीले त्यसो गर्न खोजेको यो यो चाहिँ यो माउहरू चाहिँ हामीले यसो गरेको। तर यसलाई हामीले त्यतिखेरको बिचमा यहाँ के अरे घाम लाग्नको लागि अर्को जस्ता हाल्नुपर्ने के हाल्नुपर्ने त्यो हामीसँग भ्याएन। त्यतिखेर त हामीलाई त मलाई परेको समस्या चाहिँ कस्तो भने पहिला चाहिँ साथीहरूले चाहिँ पहिला काङ्ग्रेसको साथीहरू हुँदाखेरि चाहिँ यो त वामपन्थी भनेर यो अब ब्याउने भ्याउँछ। यो के हुन्छ भने गएको वर्ष चाहिँ जेठमा ब्याएको दोस्रो लट होइन, हजुर पहिलो लटको माउहरू चाहिँ फागुनमा ब्याएको। यसपालि बाली लाग्न किन ढिलो भयो त्यो अब थाहा भएन, वातावरणको कुरामा केही हो कुरा होला। अब यो चाहिँ अब यसपालि चाहिँ असारमा हुन्छ सबै माउहरू। 3 महिना भइसक्यो चाहिँ तपाईँको वन्यजन्तु हो होइन। हजुर, यो यसलाई व्यावसायिक रूपमा बनाउन खोजेका छौँ। यो बनाउँदाखेरि सबभन्दा गाह्रो कुरा चाहिँ यसको बिउ चाहिँ हामीले कसरी लिने भन्ने कुरा हुन्छ। यसमा प्रजनन क्षमता एकदम धेरै कमजोर छ। यसले वर्षमा उसले चाहेको बेलामा उसलाई उचित वातावरण नभएसम्म बाली लाग्ने सम्भावना चाहिँ कम छ है। त्यसले गर्दाखेरि अब त्यो गर्दाखेरि चाहिँ अब हामीले अहिले अध्ययन गर्दै गरेका छौँ। हामी एउटा अध्ययनमा हामी सफल भयौँ भने चाहिँ यसको प्रजनन दरलाई चाहिँ अलिकति वृद्धि गराउन सक्यो भने र अनि बँदेलको बच्चामा हुने एउटा यो सेतो सेर्ने किसिमको एउटा पिग्लेट डाइरिया भनेर चाहिँ अब बाहिर देखिन पिग्लेट डाइरिया भन्छ। तर यो के कारणले हुन्छ, कस्तो किसिमको ढुसी अथवा ब्याक्टेरिया अथवा भाइरस के कारणले हुन्छ, यो बारेमा चाहिँ अलिकति नितान्त रूपमा रिसर्च भयो र यसको बारेमा चाहिँ यसरी नै कन्ट्रोल गर्ने भन्ने कुरामा चाहिँ एकदम कन्ट्रोलको अब त्यो चाहिँ अलिकति सहज भयो भने बँदेलको उत्पादनको हिसाबले चाहिँ किसानहरूको आय स्तर बढाउनको लागि चाहिँ यो सम्भावना छ। अहिलेको अवस्थामा आउँदाखेरि चाहिँ हामीले अध्ययन गरेका 2टा प्रजातिहरू अनि हामी अहिले 2टा प्रजातिका बँदेलहरूमा त्यो चाहिँ हामीले चाहिँ भौगोलिक हिसाबले हिमाली भेगमा पाइने अथवा पानी के अरे हिउँ पर्ने ठाउँमा पाइने बँदेलहरू र तराईको चाहिँ उच्च गर्मीमा पाइने 2टा बँदेलहरूको बिचमा हामीले त्यो 2टा बँदेलको चाहिँ सिड एनिमल हामीले त्यो लिएर 2टाले हामीले अध्ययन गरिराखेका छौँ। त्यो अध्ययनमा हामीले 2तिरको बँदेलको क्रस गरेर माउहरू बनाएको। अनि हामीसँग तराईका चाहिँ शुद्ध माउहरू चाहिँ अहिले हामीसँग छैन। हामीसँग त्यो तराईका माउहरूको चाहिँ उनीहरूबाट फेरि F1 ब्रिडको रूपमा एउटा पहिलो पुस्ताको रूपमा निकालेको माउहरू हामीसँग छ। अनि हामीसँग हिमाली क्षेत्रमा पाइने बँदेलहरूमा चाहिँ हामीसँग भाले पोथी 2टै छन्। अब यी सबै कुरालाई चाहिँ हामीले एउटा मिक्स प्रजातिको रूपमा पनि तराई र हिमालको बिचको मिक्स प्रजातिको रूपमा पनि भयो, पूर्ण रूपमा हिमाली के अरे प्रजाति मात्रै भयो। अब यसमा माथिल्लो बेलको चाहिँ प्रजनन दरमा चाहिँ अलिक कम छ। तराईको बँदेलहरूमा चाहिँ प्रजनन दर चाहिँ अलिक छिटो प्रजनन हुनसक्ने। कुनै बेला त्यस्तो अवस्था आयो भने एकाध माउहरूले चाहिँ दोहोऱ्याएर बाली लाग्ने अवस्था पनि भएको छ। अब यसको बारेमा अध्ययन गर्दै गयो भने सम्भवतः सफल भयो भने किसानहरूको रोजगारीको अवस्थामा पनि सिर्जना हुने। अनि बजारमा बँदेलको मागको उच्च माग छ, मासुको उच्च माग छ। अब त्यो मासुको मागलाई पनि हाम्रो बजारले थाम्ने हो कि अहिले त बँदेल भनेर अब हुर्रा सुँगुरको मासु चाहिँ बजारमा बिकेको छ। अब यो हुर्रा सुँगुरको माग भन्दा पनि मान्छेहरूले उचित पैसा तिरेर पनि बँदेलको मासु नपाउने अवस्था चाहिँ नहुने थियो। अब यसको बारेमा चाहिँ अलिकति राज्यको तहहरू चाहिँ अगाडि आयो। अर्को कुरामा होइन, अनुसन्धानको कुरामा चाहिँ अगाडि आयो भने चाहिँ राम्रो हुन्थ्यो होला भन्ने मेरो धारणा चाहिँ त्यो हो। हजुर, हाम्रो यो लाङटाङ बँदेल फार्ममा चाहिँ अहिले विशेष गरी छेर्ने र यो छाला सम्बन्धीको रोग चाहिँ देखा परेको छ। यसको औषधि उपचार बारेमा थोरै बताइदिनुहोस् न डाक्टर साहब। धन्यवाद। के भने पक्कै पनि यहाँ अहिले देखिरहेको छौँ हामीले अहिले पनि बँदेलले चाहिँ त्यो ढाँट बनाइरहेको छ भित्तामा। र अहिले देखिरहेको रोगहरूमा यो पिग्लेट मोर्टालिटी भन्ने चाहिँ मैले देखेँ थाहा पाएँ। त्यसले चाहिँ एउटा आर्थिक उसमा चाहिँ लस गर्छ। र साथै यो छाला रोग भनेको चाहिँ यो वैशाख जेठ जुन गर्मी र मौसम चेन्ज परिवर्तन हुने बेलामा समयमा चाहिँ हुने एक प्रकारको रोग हो। यसलाई चाहिँ एक्सटर्नल प्यारासाइट बाह्य परजीवीबाट चाहिँ हुन्छ। र यस्तो बेला चाहिँ हामीले यसलाई चाहिँ नियन्त्रण गर्न सकिन्छ। यसलाई हामीले अब अलिकति रेजिस्टेन्स कन्ट्रोल गर्न अलिक गाह्रो हुनु भएको हुनाले यसलाई चाहिँ हामीले आइभरमेक्टिन भन्ने इन्जेक्सन लगाएर र प्लस डर्मोकेयर भन्ने एउटा चाहिँ पाउडर पाउँछ जुन चाहिँ हामीले चाहिँ
बडी वेट अनुसार 10 किलो बडी वेट अनुसार चाहिँ एक चम्चा चाहिँ डर्मिक्योर चाहिँ हामीले मिलाएर त्यसलाई डेली खानिदियो भने त्यसको स्किनमा चाहिँ प्रब्लमहरू जान्छ, लुतोको जान्छ। र साथै अब डाइरिया चाहिँ यो पिग्लेटहरूमा चाहिँ एउटा चाहिँ इकोलाई पानी सफा भएन भने फोहोर भएर त्यसरी हुन्छ। अर्को चाहिँ साल्मोनेला भन्ने ब्याक्टेरिया हुन्छ, त्यसमा हुन्छ। अर्को चाहिँ कक्सिडियोसिस भन्ने चाहिँ जुन एउटा प्रोटोजन रोग छ त्यो कारणले नै हुन्छ। र यहाँ चाहिँ देखेको मोर्टालिटीमा चाहिँ हरियो पातलो दिशा छेडेर सानो बच्चाहरू मरेको त्यो कारणले गर्दा चाहिँ हुनसक्छ यहाँ चाहिँ ब्याक्टेरियल इन्फेक्सन छ। त्यस हुनाले चाहिँ उहाँलाई चाहिँ त्यस सम्बन्धी चाहिँ एन्टिबायोटिकहरू प्रयोग गर्ने बच्चालाई होइन र कोलेस्ट्रोलहरू राम्रो खुवाउने त्यो समस्या चाहिँ अहिले देखिरहेको छु। र उहाँहरूको चाहिँ जुन जति उत्पादन हुनु पर्थ्यो इन्फर्टिलिटी नै समस्या मैले देखिरहेको छु यहाँ होइन। त्यसको चाहिँ अब उनीहरूको चाहिँ ब्लड हेरेर चेक गरेर जाँच गर्नुपर्ने हुन्छ। र अरू भनेको चाहिँ बेला बेलामा देखा पर्ने भनेको सामान्य त्यो घाउ चोटपटक ज्वरो आउने त्यो हुन्छ। अहिले चाहिँ यति नै होला है। वेटको विषयमा थोरै बताइदिनु सर। वेट नाप्दा चाहिँ हामीले के गर्छौँ भन्दा चाहिँ बाख्राहरूको वेट गर्दा चाहिँ जिउ गट रिजन र छाती र पिन बोन होइन त्योबाट पछाडिको ढाँड गर्छ भने यसको चाहिँ ठ्याक्कै यो कानको पछाडिको छ नि यो गर्दनबाट चाहिँ ठ्याक्कै पुच्छरको यो डिलसम्म त्यसको हामीले मिटर नाप्छौँ। मिटर त्यसको मिटर कति जस्तै कानको बिचको जहाँ छ नि त्यो बिचबाट चाहिँ पछाडिको ढाँडबाट सिधा यो पुच्छरको डिलसम्म माथिको भागसम्म नाप्ने जति मिटर हुन्छ। र अनि यो गोलाइ छातीको गोलाइ ठ्याक्क यो अगाडिको ठ्याक्क खुट्टाको पछाडिको भागबाट त्यसको गोलाइ नाप्ने। अनि त्यो गोलाइ चाहिँ गुना गर्ने गोलाइ इन्टु गोलाइ गर्ने र यसको चाहिँ लम्बाइ जति आउँछ त्यसलाई चाहिँ डिभाइड बाई 69.1ले चाहिँ डिभाइड गरे भागा गरेपछि ल अब ठ्याक्कै हुन्छ यसको चाहिँ वेट आउँछ। जस्तै अहिले हामी टेन्टेटिभ मेजर गरौँ है त। जस्तै मेजर यसको लेन्थ भनेको जस्तै यहाँबाट टेन्टेटिभ है यो एकदम एक्युरेट हुँदैन। 2 मिटर राखौँ न। हजुर 2 मिटर चाहिँ छैन होला छैन जम्मा 80 सेम होइन। हजुर 80 सेम भयो। 80 सेमलाई 0.8 मिटर भएन। 0.8 मिटर 0.8 हुन्छ नि त। गट चाहिँ अब यसको गोलाइ तल अच्छा अब यसको गोलाइ चाहिँ कति होला? अगाडि जान्छ अगाडि गरेर नाप्नुपर्ने हो। हजुर रिस उठिरहेछ उसलाई चाहिँ रिसाएर धेरै मान्छे भयो नि त। हजुर हजुर त्यो भएर उसको स्वभाव चाहिँ कस्तो हुन्छ भने रिसाएको बेलामा मुख क्लाप नाक बजाउने रिसाएको बेलामा चाहिँ नाक बजाउने जङ्गलमा त्यही हो नि। गर्ने अनि मुख क्लाप 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 गर्ने हो। हजुर हजुर त्यसो गर्छ रिसाएको उसको जस्तै स्वभाव चाहिँ त्यस्तो हुन्छ। यसको गट गोलाइ नापिन्छ होइन। गोलाइ चाहिँ लगभग यसको अहिले सपोज राखौँ न। सपोज कति राखौँ 1.5 मिटर छ होला त होइन। 1.5 इन्टु 1.5 इन्टु भयो इन्टु यसको लम्बाइ चाहिँ 1 मिटर त बढी छ। 1.5 मिटर 1.5 मिटरै भनौँ ल 1.5 छ यति हुन्छ होइन मिटर। भनेपछि गोलाइ इन्टु गोलाइ इन्टु लम्बाइ फार्ममा चाहिँ आएर कार्यक्रममा भाग लिनु पाउँदा म धेरै देख्छु। र यसो धन्यवाद हाम्रो त्यस्तो आत्तिनु पर्दैन बिस्तारै हुन्छ। म समातिन्छु। यो जम्मा चाहिँ कति 25-30 किलो छ। हजुर 25 किलो छ। 25 किलो बेसी छ। 30-35 किलो होला नि यो डोरी भित्र जाने यस्तो डोरी चाहिँ सुन्नु है
माथि गरेर खिच्छ यो डोरी छ नि एक डोरी चाहिन्छ सुनकिनीवाला चाहिन्छ होइन हजुर त्यसमा हामी के गर्छौँ भन्दा नि एउटा फ्ल्याग लिन्छौँ होइन फ्ल्याग जुन तपाईँलाई एउटा सिकाएको थिएँ नि हिजो प्रश्न आयो क्या एउटा लौरी घाँटीमा तपाईँ त्यति एउटा डोरी छोड्छौँ अर्को चाहिँ एउटा लौरी लिएर अनि अर्को चाहिँ के हुन्छ भने जस्तो यो उहाँले गर्नुभयो म चाहिँ के गर्छु भने फार्मतिर जाँदाखेरि यो हुन्छ होइन अब यसलाई गठ हुन्छ यसको ढाडमा छिराएर ढाडमा क्या जिउमा यसलाई चाहिँ यसो छिराएर सानो भएर यसलाई छिराएर होइन यसलाई छिराएर चाहिँ गठो गरेर तानेपछि अनि भित्तातिर अडेसम्म सकिन्छ यसलाई चाहिँ के गर्छ भने अब यसलाई त्यस्तो आत्तिनु पर्ने केही छैन टोक्छ ल डोरी उताबाट समाइदिनु है जस्तै हामीले अर्को के गर्छ अहिले यति बेला भङ्गुरलाई इन्जेक्सन लगाउने अथवा औषधि उपचार गर्ने विषयमा हाम्रो यसको पिक क्याचर भन्ने हुन्छ फार्म होइन? सञ्चालक जस्तो यो नारायण सिंह हाम्रो यो चाहिँ मुखको हो र होइन हाम्रो डाक्टर सरले सिकाउँदै हुनुहुन्छ हामीलाई जस्तै हामीले यसरी नि होइन यसरी सबै गर्नुपर्छ है उहाँले खुट्टा सुगाउनु त हामीले यसरी तान्नु त हो यसरी भङ्गुरलाई नियन्त्रणमा राखेर औषधि उपचार गर्ने तरिका तपाईँ खुट्टामा थिच्नु नि यहाँनिर जिउमा थिच्नु खुट्टाले घोडाले थिच्नु अब जान्छ कसरी ल तपाईँले यो होइन तपाईँ त्यसरी होइन तपाईँ माथि बढाउनु कहाँ उठ्नु सक्छ त? तपाईँ सक्नुहुन्छ भोलि चाहिँ म भएन तपाईँको टाउको धेरै छाला यहाँ हुन्छ नि होइन छाला मोटो हुन्छ त्यहाँ गोप्ने होइन तान्ने ल ल ल खुट्टा निकाल्नु यो चाहिँ औषधि उपचार गर्ने विधि बाहिर बत्तसँग हालिदिने कि क्या ल्याउनु त अहिले मिस्त्री अहिले मिस्टर छ ल हेर्नुहोस् है बच्चालाई नि सजिलै हुन्छ माउको निकाल्नु भएको त्यो माउको हजुर छुच्चा एकदम यो डेन्जर काम यो सानो बच्चा 2 महिनाको बच्चालाई दिने आइरन एक महिना सुरुमा सरी 3 दिनमा अनि 10 के अरे 3 दिनमा 10 दिनमा 10 दिनभित्र 2 पटक हामीले 2 ml दिन्छौँ हजुर आइरनको रूपमा युज गर्ने चाहिँ यो 1 ml हो कि 2 ml 1 ml आइरन पटकमा एउटा बच्चालाई 1 ml ओके जन्मेको 3 दिनमा हजुर अनि त्यसपछि त्यसको 7 दिनमा हजुर 10 दिनभित्रमा हामी 2 पटक दिन्छौँ क्या यो चाहिँ सानो बच्चालाई दिने कुरा हो हामीले त्योभन्दा बेसी अनि ठुलो माउहरूमा चाहिँ आजसम्म त्यो यो छालाको समस्या बाहेक अर्को औषधि गर्नु परेको छैन छालामा बाहेक अर्को औषधि गरेछ आजको दिनसम्म औषधि पनि गर्नु परेको छ हजुर एक हप्ताभित्रमै काम भइसकेछ है आमा तपाईँले बँदेल के अरे बँदेल पालन सम्बन्धी केही कुरा भन्नुहोस् न आमा यो हरेक यो तराईदेखि पहाड हिमालसम्म सबै हावापानीमा एटा भन्ने चिज हो हजुर अनि यसलाई आम्दानीको हिसाबले पनि हामीलाई राम्रै हुन्छ तर रिस्क पनि हुन्छ राम्रो पनि हुन्छ हजुर हजुर तर तपाईँहरूले जाँगर चल्नुभयो भने अथवा हामी गर्छौँ भनेर एउटा दृढता लिनुभयो भने यो सबै ठाउँमा गर्न मिल्छ सबै हावापानीमा एटप हुन्छ यो हजुर अब तपाईँहरूले पनि गर्नुहोस् व्यावसायिकताहरू एकता हुनुपर्छ अनि मात्रै नेपालमै पाइने यहीँ जङ्गलमा पाइने
हाम्रै प्रजातिलाई प्रवर्धन गऱ्यो भने आम्दानीको हिसाबले पनि राम्रो छ र यो जङ्गली जनावरले हामीले घरपालुवा बनाएको अनुसन्धान पनि राम्रो छ। त्यसैले तपाईँहरू पनि पाल्नुहोस् भन्ने म तपाईँहरूलाई आग्रह गर्दछु। हुन्छ, धेरै धेरै धन्यवाद। हामीलाई